हेलो एभ्रिबडी। आज हामी चाहिँ जापानको यो व्यस्त सहर र ट्रेनको भिडभाडबाट एउटा राम्रो ट्रिपमा निस्किँदैछौँ। सोनी आइल्यान्ड। यो ठाउँ पुरै पहाडले भरिएको छ। अब हामी यहाँबाट जर्नी स्टार्ट हुन्छ। ओसाकाबाट लगभग 2 देखि 2.5 घन्टाको दूरीमा हामी जाँदैछौँ नारा प्रिफेक्चरमा रहेको एउटा यस्तो ठाउँ जहाँ प्रकृति आफै गुन्जिन्छ। नेपालको बढी मालिका जस्तो ठाउँ छ भनेर हामी हिँड्दैछौँ। बाहिर यस्तो मेस्मराइजिङ भ्यू छ, म हजुरहरूलाई देखाउँछु। बाटो हेर्नुहोस् न कस्तो मास्टरफुल्ली बनेको छ। जापानको बाटोहरूको यही कुरा मलाई एकदम मनपर्छ। जता गए नि यति सफा, यति शान्त। ठुलो ठुलो सहरको हल्ला खल्लाबाट बचेर यस्तो ठाउँमा हिँड्न आफैलाई कस्तो रिफ्रेस भएको फिल लाग्छ। हामी झन्झन अगाडि बढ्दै थियौँ। सहर हाम्रो पछाडि र हरियाली दृश्य अघि अघि आउँदै थियो। हामीमा छुट्टै खालको एक्साइटमेन्ट थियो त्यो रमणीय ठाउँ पुग्नको लागि। अब चाहिँ बाटोको छेउमा ट्रेडिसनल जापानिज घरहरू देखिन थाल्यो। गाडीको झ्यालबाट अलिकति खोलेर हेरेको हावा कस्तो स्वच्छ र शीतल। गाडीको यो साइड सिटमा बसेर झ्याल बाहिरको यो भ्यू हेर्नुको मजा नै छुट्टै छ के। हेर्दा हेर्दै त्यो ठुला रुखहरू, पहाड र सानो सानो जापानिज घरहरू कस्तो छिटो छिटो पछि छुट्दै गइरहेछ। सहरमा हुँदा सधैँ अगाडिको बाटो मात्र हेरिन्थ्यो, कहाँ पुग्ने, कति बजे पुग्ने भन्ने हरि मात्र हुन्थ्यो। तर यसरी साइडको भ्यूमा ध्यान दिँदा थाहा हुन्छ जिन्दगीमा डेस्टिनेसन भन्दा पनि यो यात्राको प्रोसेस कति सुन्दर हुँदो रहेछ। ल साथीहो, अब चाहिँ रियल डाँडाको घुम्टी घुम्टी बाटो सुरु भयो है। बाटो हेर्नुहोस् न कस्तो स्नेक जस्तो जिगज्याग परेर माथि माथि गएको छ। हामी बिहानै हिँडेको भएकोले सबैलाई भोक लागेको थियो र बाटोमा कन्भिनियन्स स्टोरमा हामीले चिप्सहरू किन्यौँ र खाँदै यात्रा फेरि स्टार्ट गऱ्यौँ। बिचबिचमा पहाड फोडेर बनेका ठुल्ठुला टनेलहरू आइरहेको थियो। अहिले हामी पहाडी क्षेत्रतर्फ अगाडि बढिरहेका छौँ। बाटोभरि देखिने हरियाली, साना गाउँहरू अनि टाढासम्म फैलिएका पहाडहरूले यात्रालाई झन् सुन्दर बनाइरहेका छन्। कहिलेकाहीँ गन्तव्य भन्दा पनि त्यहाँ पुग्ने यात्रा नै बढी रमाइलो हुन्छ भन्ने कुरा यस्ता यात्राले महसुस गराउँछन्। जापानलाई धेरैले आधुनिक भवन, रेल र प्रविधिको देश भनेर चिन्छन्। तर जापानको अर्को सुन्दर पक्ष यसको प्राकृतिक सौन्दर्य पनि हो। चारैतिर पहाड, जङ्गल, नदी र यस्तै रमणीय स्थलहरूले भरिएको यो देशमा घुम्न कहिल्यै मन अगाउँदैन। अहिले हामी एउटा लामो टनेलभित्र प्रवेश गर्दैछौँ। बाहिरको उज्यालो संसारबाट केही क्षणका लागि यो फरक वातावरणमा पुगेका छौँ। टनेलभित्रको यो यात्रा सधैँ रोचक लाग्छ। केही समय अघि देखिएका पहाड, जङ्गल र खुला आकाश अब पछाडि छुटेका छन्। तर यही बाटोले हामीलाई हाम्रो गन्तव्यतर्फ अझ नजिक पुर्याइरहेको छ। ल साथी हो, अब चाहिँ हामी पुग्यौँ। ल हामी फाइनल्ली आइसकेका छौँ। अब हेर्नुहोस्, अब यहाँबाट रमाइलो दृश्य। सोनी आइल्यान्ड यहाँ अगाडि हजुरहरूको अगाडि प्रस्तुत छ। हेर्नु होला मनोरम दृश्य। हामी माथिसम्म पुगेर हामी यहाँ हुँदै यसरी फेरि झर्नेछौँ। हेलो हेलो हेलो।
नेपालमा नि यस्तो धेरै राम्रो ठाउँहरू छ तर अझै पनि चिन्न सकेका छैनन्। चिन्न सकेको छैन। अब हामीले चिनाउने हो, हामी गएर हामी प्रमोट गर्नेछौँ। हामी जापानमा भएको भएर जापानको मात्रै देखाउँदैछौँ तर हामी छिट्टै नेपाल गएर नेपालको पनि धेरै यस्तो ठाउँहरू छ त्यसलाई प्रमोट गर्ने हाम्रो विचार छ। अहिले म जहाँ उभिएको छु त्यहाँबाट देखिने दृश्य साँच्चै अद्भुत छ। जता हेरे पनि प्रकृतिको सुन्दरता मात्रै देखिन्छ। कोही यहाँ आउन चाहनुहुन्छ भने यो जुन महिना चाहिँ बेस्ट हुँदो रहेछ। पुरै हरियाली, राम्रो भ्यू देखिँदो रहेछ। कहिलेकाहीँ यस्ता ठाउँहरूले हामीलाई जीवनको सरलता सम्झाइदिन्छन्। खुसी हुन धेरै कुरा आवश्यक पर्दैन। प्रकृतिसँग बिताएका केही शान्त क्षण पनि पर्याप्त हुन सक्छ। लभको साइन छ क्या, लभको साइन, लभ साइन। यदि तपाईँ जापानमा हुनुहुन्छ र शान्त, सुन्दर तथा प्राकृतिक वातावरण खोज्दै हुनुहुन्छ भने सोनी आइल्यान्ड अवश्य घुम्नुपर्ने ठाउँ हो। अवश्य घुम्नुहोला। यो दाइ चाहिँ आएको छ यहाँबाट गोप्रोबाट देख्ने पनि देखिँदैन। ऊ माथिबाट त्यो बादल हानेर आएर यो देखाउँछ हो त्यो बादल लागेको ठाउँ हो। त्यो बादल लागेको ठाउँ खतरा छ। मैले टाइमलाई खिचेको छु, मैले लास्टमा हाल्नेछु। अघि हामी फर्स्टमा छिर्दाखेरि एकदम राम्रो मौसम थियो, अहिले चाहिँ हुस्सु लागेर यस्तो भएको छ। पुरै हुस्सुले ढाको, यो पुरै हुस्सु मात्रै छ। हाम्रो प्रजापति सरले यहाँ खानेको व्यवस्था गर्नुभएको छ। अब हामी भिडियोको अन्तिम क्षणमा आएका छौँ। कस्तो लाग्छ? धेरैले सल्लाह सुझाव दिनुभएको छ। म मेरो भाइको रिभ्यू लिन गएको छु। यहाँ आउँदा कस्तो लाग्यो? ल भाइ, कस्तो लाग्यो भन। यहाँको ठाउँ यो ठाउँ कस्तो लाग्यो? यो ठाउँ एकदम बबाल छ, एकदम बबाल छ। तर आउने हो भने चाहिँ के भन्छ, गाडीमा आउनु होला, बसमा आउनुभन्दा ट्रेनमा आउनुभन्दा त्यो चाहिँ उयो हो। तर आउँदाखेरि चाहिँ एकदम राम्रो छ। यो चाहिँ अहिले के अरे जुन होइन, जुन जुनको महिनामा चाहिँ एकदम राम्रो हुन्छ, एकदम राम्रो, पर्फेक्ट। यहाँ कस्तो लाग्यो? यहाँ आएर एकदम रमाइलो भइरहेछ। नेपालको याद गरायो यो ठाउँले। नेपालको बडी मालिका भन्दा सेम त्यस्तै छ भनौँ। अब बडी मालिका जस्तो त कहाँ हुनु। यहाँ आउँदा कहिले आउँदा ठिक होला? कसरी आउँदा ठिक होला यहाँसम्म? आउँदाखेरि चाहिँ अब सिचिगाछु हाचिगाछुतिर आयो भने चाहिँ एकदम रमाइलो ठाउँ छ। जुन जुलाई होइन? जुन जुलाईमा आयो भने चाहिँ ठिक छ। अब आउँदाखेरि चाहिँ अब गाडी भयो भने एकदम राम्रो। अब यहाँ ट्रेनमा आउने सम्भावना त कमै छ सायद। लिमिटेड छ क्या, छन् त छ तर बसमा आउनुपर्छ। यहाँ बसमा आउँदा नि हुन्छ तर लिमिटेड छ। समग्र भन्दाखेरि चाहिँ एकदम राम्रो छ। पुरै सेताम्मे हामी टपमा छौँ। पुरै सेताम्मे छ यहाँ, हेर्नुहोस्। ओ माई गड, तल के छ के छैन केही देखिन्न। यो भिडियो हेरेर कस्तो लाग्यो डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक एन्ड कमेन्ट। अनि साथीहरूसँग पनि सेयर गर्नुहोला। किप ट्राभलिङ, किप स्माइलिङ। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।